अब धेरैले साइन्स भनेको भएर आज चाहिँ हामी साइन्स गरौँ है। अब साइन्स चाहिँ अलिकति गाह्रै छ, म्याथभन्दा नि गाह्रो छ, इङ्ग्लिसभन्दा नि गाह्रो छ है। त्यही भएर नै सेकेन्ड मोस्ट फेल्ड सब्जेक्ट भएको हो। धेरैजना चाहिँ साइन्समा गुल्ट्याएछन् है। अब एक्जाम प्रिपरेसन सुरु गरौँ। प्रब्लम के छ त साइन्समा भन्दाखेरि अब अभियसली सिलेबस याद छैन। सिलेबस त अब मेनै हुने भयो है। सिलेबस कसैलाई याद छैन। अर्को भनेको न्युमेरिकल गाह्रो लाग्छ। न्युमेरिकल तिम्रो एमसिक्युजमा पनि आउँछ, सर्ट क्वेसनमा पनि आउँछ र भेरी सर्टमा नि आउन सक्छ, सोध्न सक्छ है। न्युमेरिकलै नसोधे पनि अब त्यो फर्मुलाहरू लेख भनेर भन्न सोध्न सक्छ। अर्को भनेको केमिकल रियाक्सन, केमिस्ट्रीको केमिकल रियाक्सन आउँदैन है। अर्को भनेको टाइम म्यानेजमेन्ट। साइन्स अलिकति हेर्दाखेरि चाहिँ अलिकति कम्प्लेक्स जस्तो देखिन्छ, किन भन्दाखेरि अब हामीले टाइम म्यानेज गर्न सक्दैनौँ, एक्जाममा टाइम भ्याइरहेको हुँदैन है। सो त्यो चाहिँ हामीले गर्नु पऱ्यो। अर्को भनेको स्मार्ट प्रिपरेसन गर्नु पऱ्यो, किनभने अब टाइम छैन हामीसँग, 10 दिन जति होला लगभग होइन। अब त्यो गर्नु, त्यो पुरै सिलेबस हेर्न अलिकति भ्याइन्न, तर हामीले के गर्नु पऱ्यो, स्मार्ट प्रिपरेसन गर्नु पऱ्यो। अब के रहेछ त स्मार्ट प्रिपरेसन भनेको चाहिँ, अब हेरौँ कसरी पास गर्न सकिन्छ भन्दाखेरि अब यो 5 दिनको प्रिपरेसन मैले ल्याएको छु। जसरी म्याथको गरेको थिएँ त्यसै गरी इङ्ग्लिसको 3 डेज भयो होइन, म्याथको 5 डेज, त्यसै गरी साइन्सको 5 डेज प्रिपरेसन मैले लिएर आएको छु है हाम्रो च्यानलमा। ल फर्स्ट डेको सुरु गरौँ है त। यति भइसकेपछि डे 1मा के गर्ने भन्दाखेरि डे 1मा अभियसली सिलेबस हेर्नु पऱ्यो। अब सिलेबसको मैले यहाँनिर छोटो गरी मैले लेखेको छु, यो चाहिँ क्वेसन प्याटर्न हो है, यो सिलेबस होइन बट क्वेसन प्याटर्न हो यो चाहिँ। अब ग्रुप एमा के गर्ने रहेछ त, 10वटा क्वेसन सोध्ने रहेछ 1 मार्क्सको होइन, 10 मार्क्स रहेछ टोटल। ग्रुप ए भनेको एमसिक्युज है। ग्रुप बी भनेको भेरी सर्टमा चाहिँ 9वटा क्वेसन 1 मार्क्सको सोध्ने रहेछ। सो 9 मार्क्सको हुने रहेछ। सो 1 मार्क्सको टोटल भनेको 19 मार्क्सको चाहिँ 1 मार्क्सको क्वेसनहरू सोध्ने रहेछ, 19वटा क्वेसन चाहिँ। अनि ग्रुप सीमा 14वटा क्वेसन 2 मार्क्सको 28 मार्क्स भयो है, यो सर्ट क्वेसन भयो। ग्रुप डीमा 7वटा क्वेसन 4 मार्क्सको 28 मार्क्सको। सो हामीले फोकस गर्ने भनेको चाहिँ यो र योलाई चाहिँ फोकस गर्नु पऱ्यो। यो र यो भनेको चाहिँ 1 मार्क्सको क्वेसन हो, यो र यो भनेको चाहिँ कतिको 28 मार्क्सको क्वेसन भयो। टोटल 28, यो चाहिँ कति भयो टोटल पर इच 28, यो 19 भयो, यो 28 + 28। सो बढी मार्क्स क्यारी गर्ने भनेको ग्रुप सी र डी हो है। सो सी र डीको चाहिँ हामीले अलिकति बढी फोकस गर्नु पऱ्यो। यसमा चाहिँ के गर्नु भने अन्डरस्ट्यान्ड द क्वेसन प्याटर्न आस्क्ड इन एक्जाम। कसरी त क्वेसन प्याटर्न हेर्ने भनेको मोडल सेट क्वेसनबाट हेर्ने हो है। सिलेबस हेर्ने भनेको कुन च्याप्टरबाट सोध्ने रहेछ है, त्यो चाहिँ हेर्नु पऱ्यो हामीले। अब इजीबाट सुरु गरौँ हामीले। इजीबाट कसरी सुरु गर्ने भन्दाखेरि चाहिँ फर्स्ट डे हो होइन। फर्स्ट डे भएको कारणले चाहिँ फोकस अन 1 मार्क्स क्वेसन। अब 1 मार्क्स क्वेसन भनेको के हो त भन्दाखेरि 1 मार्क्स क्वेसन भनेको ग्रुप ए हो र ग्रुप बी हो। सो ग्रुप ए र बी चाहिँ हामीले फर्स्ट डे चाहिँ फोकस गर्नु पऱ्यो। अलवेज स्टार्ट विथ इजी वान्स, किनभने इजी वान्स सजिलो कामहरू हामीले गर्दै गयो भने अलिकति कन्फिडेन्स आउँदै जान्छ होइन। 19 मार्क्स तिमीले कम्प्लिटली हेऱ्यौ भने पनि केही विशेष कन्फिडेन्स त आउने भयो तिमीलाई। सो मोडल सेट क्वेसन हेर्नु पऱ्यो, ए र बीको सबैको। मोडल सेट क्वेसन कतिवटा छ, अब तिम्रो 10वटा सेट छ भने 10वटाको ए र बी मात्रै हेर्ने। अब ए र बीको लागि कुनै त्यो लाउनु जरुरी छैन क्या, तिमीले जस्ट क्वेसन नम्बर 1 त अब इभन गुगलमा गरेर हेर्नु भयो, नभए बुकमै छ बुकमै गरेर हेर्नु भयो होइन। अब त्यसलाई चाहिँ कपीमा लेख्नु पऱ्यो तिमीले। ग्रुप ए भनेर लेख्ने, सबै सेटको गर्ने। ग्रुप बी भनेर लेख्ने, सबै सेटको गर्ने। किन भन्दाखेरि जब तिमीले लेख्छौ तब तिमीले चाहिँ त्यो लेखेको कुराहरू चाहिँ अलिकति अन्डरस्ट्यान्ड पनि गरिरहेको हुन्छ, अनि तिमीलाई याद पनि रहन्छ कि धेरै पेज मेमोराइज गर्न अलिकति धेरै सजिलो पनि हुन्छ पछि गएर। अनि रिभिजन गर्न पनि सजिलो हुने भयो तिमीले एक्जाम आउने दिनहरूमा। जब एक्जाम आउने दिनहरू क्लोज हुँदै जान्छ तब चाहिँ रिभिजन गर्न सजिलो हुने भयो। रिपिटेड क्वेसनहरूलाई मार्क गर्ने है, जस्तो अब कुनै क्वेसनहरू रिपिटेडली सोधिरहेछ भने तिनीहरूलाई मार्क गर्ने। अनि यो क्वेसन चाहिँ अलिकति इम्पोर्टेन्ट रहेछ है भन्ने कुरा, यो च्याप्टरबाट चाहिँ यो टाइपको क्वेसनहरू सोध्ने रहेछ है भन्ने कुरा हामीलाई थाहा हुन्छ है। अब यो 1 मार्क्सको क्वेसनलाई धेरै टाइम लाग्दैन होला। तिम्रो अब ग्रुप ए र बीको तिमीले गर्यो भने 5-6वटा सेटकै गर्यो भने पनि तिमीलाई धेरै टाइम चाहिँ लाग्दैन। अब 2-3 आवर्समै तिमीले सक्नु सक्छौ है। अब अर्को भनेको सिलेबस पनि त हेर्नु पऱ्यो होइन, त्यो मात्रै हचको भर्ना गरेर पनि त भएन। सिलेबसमा एस्ट्रोनोमी र जियोलोजी जुन चाहिँ यो सर्टवाला च्याप्टर छ, जुन चाहिँ फिजिक्स केमिस्ट्रीहरू बायोलोजी अलिकति लङ छ च्याप्टर होइन, एस्ट्रोनोमी जियोलोजी अलिकति सर्ट छ। सो त्यसलाई चाहिँ हामीले फोकस गरौँ है। बचेको टाइमले अब यो गर्दा टाइम बच्छ तिमीले, यसलाई धेरै टाइम नदिने, जस्ट एन्सर लेख्ने, जस्ट बुझ्ने मात्रै होइन, पुरै च्याप्टर पढ्नु पर्दैन। अनि यो एस्ट्रोनोमी र जियोलोजीको च्याप्टर चाहिँ कभर गर्ने। अब यसमा के छ, हिस्ट्री अफ अर्थ भयो, द एटमोस्फियर अनि द युनिभर्स भनेको छ। यो चाहिँ टेक्स्ट बुकबाटै हेऱ्यो होइन। अब यो ए र बीबाट तिमीलाई यस्तो टाइपको यो च्याप्टरबाट कस्तो खाले क्वेसन सोध्छ भन्ने पनि थाहा भयो होइन। सो तिनीहरूलाई नि मार्क गर्ने। अनि पढ्दाखेरि चाहिँ जहिले पनि
टेक्स्ट बुकबाट पढ्दाखेरि जहिले पनि पेन्सिलले अन्डरलाइन गर्ने है। जस्तो इम्पोर्टेन्ट डेफिनेसनहरू अन्डरलाइन गर्न सक्छ, कुनै पनि अब केही होला साइन्टिफिक नेमहरू कसैको होला त्यस्तो होला होइन। अब फिजिक्सको हो भने फर्मुला अन्डरलाइन गर्ने, डेफिनेसन स्टेटमेन्ट भयो, केमिस्ट्रीको हो भने रियाक्सन सिम्बलहरू होइन, तिनीहरू चाहिँ अन्डरलाइन गर्नु सक्नु पऱ्यो। यो चाहिँ अलिकति सर्टेस्ट च्याप्टर छ, अलिकति इन्ट्रेस्टिङ पनि छ, एस्ट्रोनोमी अलिकति इन्ट्रेस्टिङ पनि हुन्छ, जियोलोजी र एस्ट्रोनोमी होइन। सो तिमीहरूलाई फर्स्ट डेमा चाहिँ अलिकति इजीबाट सुरु गर। के गऱ्यौँ त फर्स्ट डेमा हामीले सिलेबस हेऱ्यौँ होइन। सिलेबस हेरेपछि 1 मार्क्सको क्वेसन फोकस गर्छौँ ग्रुप ए र बी को। अर्को भनेको कभर एस्ट्रोनोमी एन्ड जियोलोजी र एस्ट्रोनोमी च्याप्टर चाहिँ कभर गर्छौँ। सो हामीले बुक पनि कभर गऱ्यौँ, टेक्स्ट बुक पनि कभर गऱ्यौँ, हामीले सिलेबस पनि कभर गऱ्यौँ र हामीले 1 मार्क्सको क्वेसन पनि कभर गऱ्यौँ है त। अब डे 2 हेरौँ है त। डे 2 मा के गर्न सकिन्छ, ग्रुप सी को फोकस गर्ने, किनभने ए र बी त हामीले अघि नै फोकस गऱ्यौँ होइन। ग्रुप सी को फोकस गर्नु पऱ्यो। किन सी को फोकस गर्नु पऱ्यो भन्दाखेरि सी र डीले चाहिँ 28 मार्क्स क्यारी गर्ने भयो है। सो 28 मार्क्स इज बिग। तर सी भन्दा पनि डी हो क्या। सी को किन भन्दाखेरि तिम्रो 14वटा क्वेसन हुन्छ, 2 मार्क्सको क्वेसन। तिमीले 2 मार्क्सको क्वेसनमा अलिकति जे पाइ त्यो एन्सर दियो, अलिकति मिलायो भने पनि 1 मार्क्स त देला, 1 मार्क्स अथवा 1.5 त देला। सो त्यो चाहिँ अलिकति त्यो नहोला, बट डी चाहिँ अलिकति इम्पोर्टेन्ट छ है। सो डीमा हामी पछि जाउँला। सी एन्ड डी आर भेरी इम्पोर्टेन्ट, दे क्यारी 28 मार्क्स है। अर्को भनेको मोडल सेट क्वेसन चेक गर्ने रिपिटेड क्वेसनको लागि, यो त अलरेडी भइहाल्यो। रिपिटेड क्वेसनहरू मार्क गर्दा बेस्ट है। अनि अल अफ देम डाउन इफ इट विल बी इजियर टु रिड लेटर अन। सो त्यो ग्रुप सीहरूको क्वेसन भने ग्रुप सीवाला टाइटल दिने, अनि ग्रुप सीको सबै क्वेसन र एन्सरहरू लेख्ने ट्राई गर्ने। किनभने 2 मार्क्सको क्वेसन हो, धेरै कति लामो पनि लेख्नु पर्दैन। तिमीले जस्ट बुझ्नको लागि पोइन्ट्सहरू लेख। अब त्यो पोइन्ट्सहरू इलेबोरेट गर्न आउँछ भने भइहाल्यो। इफ आउँदैन भने त्यो पोइन्ट्सहरू पनि हल्का इलेबोरेट गरेर लेख्नु पऱ्यो है। पछि पढ्न सजिलो हुन्छ त्यसरी। तिमीले पछि गएर त्यो सेट बुक हेरिरहनु पर्दैन कि, त्यही कपीकै नोट हेरेर पुग्छ। साइन्स भनेको तिम्रो नोट मात्र हेरे पनि पास हुने सब्जेक्ट हो क्या। यदि तिमीले नोट राम्ररी बनाएको छौ, यदि तिम्रो टिचरले चाहिँ राम्ररी नोट बनाइदिएको छ भन्दाखेरि नोट मात्र हेरेर पास हुने पनि सकिन्छ, गर्न सकिन्छ। सो अहिले चाहिँ हामीले नोट बनाउने, ग्रुप ए ग्रुप बीको बनायो, ग्रुप सीको पनि बनाउने त्यसैले है। अनि अब कुनैको तिमीलाई आएन अथवा कुनै क्वेसनको एन्सर अलिकति कम्प्लेक्स लाग्यो, आएन भने टेक्स्ट बुकबाट रेफरेन्स पनि हेर्न सकिन्छ। टेक्स्ट बुकमा तिम्रो गिभ रिजन भनेर त्यो हुन्छ त, त्यो गिभ रिजन वाइ भनेर भनिन्छ, त्यस्तो खाले क्वेसनहरू फिगरहरू हुन्छ होइन, कतिपय त्यो चाहिँ हेर्न सकिन्छ है त। अब डे 2 मा अर्को भनेको फिजिक्स पढ्ने है त। फिजिक्स पढ्नु पऱ्यो हामीले। फिजिक्स किनभने अलिकति बढी मार्क्स क्यारी गर्ने पनि भयो फिजिक्स, अनि कति हार्ड पनि छ। त्यसबाट अब तिम्रो के भन्छ डेरिभेटिभ्सहरू पनि सोध्देला, न्युमेरिकलहरू पनि सोध्देला होइन। सो के छ, फोर्स हेर्नु पऱ्यो, प्रेसर हेर्नु पऱ्यो, एनर्जी हेर्नु पऱ्यो है, हिट हेर्नु पऱ्यो, लाइट हेर्नु पऱ्यो र इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम हेर्नु पऱ्यो। यति रहेछ फिजिक्समा त्यो हुने च्याप्टर चाहिँ। अब यो चाहिँ हेर्नु पऱ्यो। अब यही पढ्दाखेरि नि त्यही टेक्स्ट बुकबाटै हेर्ने हो हामीले है, पेन्सिल लिने, अन्डरलाइन गर्दै पढ्ने है। जस्ट ओभरअल चाहिँ तिमीले हेर्नु पऱ्यो, त्यो घोक्नै पर्छ भन्ने अलिकति छैन अहिलेलाई। यो इम्पोर्टेन्ट लाग्नेहरूलाई चाहिँ अन्डरलाइन गर्ने होइन। फिगरहरू, लेबलिङहरू कहिलेकाहीँ फिगर दिन्छ, लेबल यो भनेको के हो, यो भनेको के हो भनेर सोधिदिन्छ कहिलेकाहीँ। यो कुन चाहिँ लमा बेस्ट भएको हो भनेर सोधिदिन्छ होइन। जस्तो अपथ्रसहरूको अनि त्यो पास्कल्स लहरूको भयो, तिनीहरू सोधेको हुन्छ। सो तिनीहरू चाहिँ हामीले हेर्नु पऱ्यो, फिजिक्स हेर्नु पऱ्यो है। अब यहाँनिर फिजिक्स अलिकति गाह्रो छ। सो अलिकति बढी टाइम इन्भेस्ट गर्नु पऱ्यो त्यहाँनिर। त्यही भएर ग्रुप सी र फिजिक्स मात्रै हो डे 2 मा, धेरै केही छैन है। अनि पछि मोस्ट आस्क्ड क्वेसन अलरेडी हामीले हेरिसक्यो, एबिसी त हामीले हेरिसक्यौँ होइन। सो त्योबाट कति सी हेरिसकेपछि यहाँनिर सी पनि भ्याइसकेपछि हामीलाई यो च्याप्टरबाट सोधेको क्वेसनहरू थाहा हुने भयो। अन्डरलाइन लगाएर प्र्याक्टिस तिनीहरूलाई अलिकति बढी गर्नु पऱ्यो है त। त्यही अन्डरस्ट्यान्डिङ फिगर एन्ड लेबलिङ, लेबल के हो भनेर अन्डरस्ट्यान्ड गर्नु पऱ्यो, फिगर अन्डरस्ट्यान्ड गर्नु पऱ्यो है। अब पेन्सिल लिएर अन्डरलाइन गर्ने, यो त मैले भनिसकेँ है। अब डे 3 मा जाउँ है त। डे 3 मा हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ डे 3 मा अब केमिस्ट्री र बायोलोजी मात्रै छ है। डे 3 मा अरू केही छैन। त्यो मोडल सेट क्वेसनहरू अलिकति साइडमा राखौँ अहिलेलाई। केमिस्ट्री र बायोलोजी हेरौँ। केमिस्ट्रीमा के छ त, क्लासिफिकेसन अफ एलिमेन्ट्स भनेर छ है। क्लासिफिकेसन अफ एलिमेन्ट्स भयो, अर्को भनेको केमिकल रियाक्सन एन्ड इक्वेसन भयो, अर्को भनेको एसिड बेस साल्ट भयो है, सम ग्यासेस भयो, मेटल्स। यसबाट अब मेटल्सको त्यो फर्म हुँदाखेरिको त्यो हुन्छ नि, त्यो सोध्न सक्छ। कार्बन एनिड्स कम्पाउन्ड, कार्बन एनिड्स कम्पाउन्डमा तिम्रो कार्बनको टाइपहरू होइन, त्यो लेख भन्न सक्छ। त्यसको स्ट्रक्चरल फर्मुला, मोलिकुलर फर्मुला, आइयुप्याक नेम, यिनीहरू सोध्न सक्छ। मटेरियल्स युज इन आवर डेली लाइफमा त अभियसली तिमीहरूलाई थाहा छँदैछ त्यो चाहिँ है। सो यिनीहरू गर्नु पऱ्यो। अब त्यही अनुसारले अन्डरलाइन गर्ने, रियाक्सन डेफिनेसनहरू है, अनि क्याटलिस्टहरू पनि याद गर्नु पऱ्यो। रियाक्सन लेख भन्दाखेरि अब ब्यालेन्स गर्न आउनु पऱ्यो हामीलाई होइन। अब कुन चाहिँ क्याटलिस्ट युज भएको थियो त्योहरू थाहा हुनु पऱ्यो। अर्को भनेको बायोलोजी। अब बायोलोजीमा चाहिँ के गर्न सकिन्छ भन्दाखेरि त्यही हो, बुकमा भएको च्याप्टरहरू त्यही यो सेम केमिस्ट्रीको जस्तै गर्ने। ह्युमन नर्भस एन्ड ग्ल्यान्डुलर सिस्टम,
अर्को भनेको क्रोमोजोम एन्ड सेक्स डिटर्मिनेसन, रिप्रोडक्सन, ब्लड सर्कुलेसन इन ह्युमन बडी, हेरिडिटी, इन्भर्टिब्रेट्स, इन्भाइरोमेन्ट, पोल्युसन एन्ड म्यानेजमेन्ट। सो यिनीहरू च्याप्टरहरू रहेछ। यिनीहरू च्याप्टरबाट तिमीलाई त क्वेसनहरू हेरिसक्यो, रिपिटेड क्वेसन कुन कुन सोधेछ थाहा छ हामीलाई, त्योहरू गर्ने, त्यही अन्डरलाइनहरू गर्ने, प्याटर्न सेम छ है। सो अब चाहिँ तिमीले के गर्यौ त, बुकको नि सबै च्याप्टर कभर गर्यौ, तिमीले ग्रुप एबिसी पनि कभर गरिसक्यौ तिमीले। अब के गर्न सकिन्छ, अब यहाँ मध्येमा सबै च्याप्टरमा त कुनै गाह्रो लाग्न सक्छ तिमीलाई। लेट्स से हेरिडिटी गाह्रो लाग्यो भने हेरिडिटीलाई मार्क गरिदिने यसरी होइन। तिमीले कसरी गर्छौ बुकमा मार्क गर्ने, ताकि पछि गएर तिमीले त्यही मात्रै च्याप्टर फोकस गर्न सकोस् भनेर है। सो च्याप्टर मार्क गर्ने, क्वेसनहरू गाह्रो लागेको छ भने क्वेसनहरू साइडमा त्यो मार्क गर्ने है, त्यो चाहिँ हामीले पछि गर्छौँ भने पछि हेर्छौँ है। गाह्रो लागेको क्वेसनहरू मार्क मात्रै गर्ने डे 3 मा। अब डे 4 मा के गर्न सकिन्छ, डे 4 मा ग्रुप डी है त। ग्रुप डी हामीले छुट्याएको थियौँ अघि नै होइन। सो ग्रुप डी गर्नु पऱ्यो, 7वटा मात्रै क्वेसन छ, त्यही भएर ग्रुप डी अलिकति डे 4 मा हेरेको है। रिपिटेड इम्पोर्टेन्ट क्वेसन हेर्ने मोडल सेटबाट अभियसली है। अब सबै च्याप्टर पनि कभर गरिसक्यो, सबै क्वेसन पनि कभर गरिसक्यो तिमीले। भनेपछि ग्रुप डीसम्म त हामीले सबै क्वेसनहरू पनि कभर गरिसक्यौँ। सो अलिकति इजी हुने भयो तिमीलाई यसमा चाहिँ। अनि एन्सर नोट कपीमा लेख्ने, रिभाइज गर्न पछि सजिलो हुने भयो है। द आइडिया अफ राइटिङ एभ्री क्वेसन इज द्याट द मोर यु राइट डाउन द मोर यु विल रिमेम्बर। भनेको यदि तिमीले कुनै कुरा लेख्छौ, लेखेर गरिरहेछौ भने त्यो मेमोरीमा बस्ने तिम्रो अलिकति चान्सेस हाई हुन्छ क्या, मेमोराइज गर्न नि सजिलो हुने भयो। त्यो जति तिमीहरूले लेखिरहेछौ सबकन्सियस माइन्डमा नि बसिरहेको हुन्छ। त्यो चाहिँ एउटा ट्रिकै हो है। त्यही भएर चाहिँ तिमीहरूलाई लेख भनेको। अर्को ट्रिक के हो भन्दाखेरि पछि गएर तिमीले मोडल सेट बुक हेरिरहनु पर्दैन, किनभने नोटै तिमीले बनाइसकेको छौ अलरेडी भने तिमीले किन हेर्नु पऱ्यो होइन। त्यही एक्जाम डेमा त्यही नोट कपी नै हेरे पनि पुग्छ। अब नेक्स्ट भनेको मक एक्जाम है। मक एक्जाम त्यस्तो इम्पोर्टेन्ट पनि होइन, तर इफ कन्फिडेन्ट लाग्दैन तिमीलाई, साइन्स एकदमै गाह्रो लाग्छ भने चाहिँ यो इम्पोर्टेन्ट हो है। यदि कन्फिडेन्ट छैन भने मक एक्जाम दिने, 3 घन्टाको मक एक्जाम दिने है। अब कुन चाहिँ सेट गाह्रो लाग्छ, अहिलेसम्म नगरेको सेटहरूको चाहिँ दिने है, जुन चाहिँ गरेको सेटको दिएर चाहिँ काम भएन। अनि अर्को भनेको यदि कन्फिडेन्ट छौ भने पार्सल मक एक्जाम दिने। पार्सल मक एक्जाम भनेको कस्तो हो भन्दाखेरि यदि तिमीलाई ग्रुप सी र डी गाह्रो लाग्छ भने सी र डीको मात्रै दिने। यदि तिमीलाई ग्रुप ए र बीको गाह्रो लाग्छ भने ए र बी मात्रै दिने है। सो ए र बीको त त्यो मक एक्जामको लागि धेरै केही गर्नु पर्दैन, तिमीले जस्ट अब क्वेसन हेरेर त्यही बुकमै भर्दा भयो। बट सी र डीको लागि चाहिँ गर्नु पऱ्यो, किनभने बढी मार्क्स क्यारी गर्ने पनि सी र डी नै हो। त्यही भएर चाहिँ 28 मार्क्स छ है। सो त्यसमा चाहिँ अलिकति हामीले ध्यान दिनु पऱ्यो। भारी मात्रामा चाहिँ यिनीहरूले मार्क्स क्यारी गर्ने भयो। सो सी र डीमा अलिकति बढी फोकस। यसरी के हुन्छ त, टाइम सेभ पनि हुने भयो, प्लस तिमीले अब त्यो टाइमले चाहिँ गाह्रो च्याप्टर लागेको कभर गर्ने भयो है। अब अघि नै भने जस्तै कुन चाहिँ च्याप्टर तिमीले मार्क गरेको थियौ, मार्क त गर्छौ तिमीले, कुनै सबै इजी त हुँदैन, कुनै त गाह्रो लाग्छ। मार्क गरेको च्याप्टरहरू चाहिँ पढ्ने टाइम यो हो है त। कभर प्रिभियसली मार्क च्याप्टर्स, टेक हेल्प फ्रम टिचर्स ओर युट्युब है। युट्युबमा नि मैले कतिपय त क्वेसनहरू त सल्भ गरेको छु, मोडल सेट क्वेसनहरू होइन। कतिपय युट्युबर्सहरूले पनि सल्भ गरेछन्। सो उनीहरूको हेर्दा नि भयो, मेरो हेर्दा नि भयो, टिचर्सहरूसँग हेल्प लिँदा नि भयो। टिचर्ससँग हेल्प लिँदा चाहिँ बेस्ट हुने भयो है। सो डे 4 मा के गऱ्यौँ, ग्रुप डी भ्यायौँ, मक एक्जाम गऱ्यौँ, अनि जुन गाह्रो लाग्ने च्याप्टर त्यो चाहिँ हामीले कभर गऱ्यौँ। अब अहिलेसम्म चाहिँ हामीले एबिसिडी सबै भ्यायौँ ग्रुपको, अनि च्याप्टर्सहरू पनि सबै, सिलेबसहरू पनि भ्यायौँ। अब फाइनल डे भनेको चाहिँ के हो भन्दाखेरि अल अबाउट रिभिजन है। सो रिभाइज अल द नोट्स यु हेभ रिटन। जति पनि नोट लेखेछौ ग्रुप एबिसिडी, जति पनि न्युमेरिकलहरूको गरेछौ तिमीले, त्योहरू चाहिँ तिमीले कभर रिभाइज गर्नु पऱ्यो। रिभाइज गरेर सबै कभर गर्नु पऱ्यो है त। अब यसरी के भइन्छ, मोर कन्फिडेन्ट भइन्छ होइन। डिफिकल्ट क्वेसन अझै पनि अब गाह्रो लाग्ने क्वेसनहरू मार्क गर्ने अनि फोकस गर्ने त्यसमा, त्यस्तै टाइपको क्वेसनहरूमा। अब मेमोराइज डेफिनेसन, स्टेटमेन्ट, एक्जाम्पल्स होइन, त्यो गर्नु पऱ्यो। अनि अब न्युमेरिकलहरू कति बेला गाह्रो लाग्छ त्यो कभर गर्नु सक्नु पऱ्यो त्यो डे 5 मा चाहिँ, किनभने फाइनल डे हो नि त, त्यो गर्नु पऱ्यो। अब डे 5 इज अल अबाउट रिभिजन, नो निड टु टेक मक एक्जाम। मक एक्जाम लिनु जरुरी छैन है, किनभने रिभिजन गर्नु एकदम इम्पोर्टेन्ट हो। हामीले त्यो मक एक्जाम म्याथमा जस्तो होइन, अप्सनल म्याथमा जस्तो त्यो लिइरहनु जरुरी छैन यसमा चाहिँ। अनि अन्डरस्ट्यान्ड द कन्सेप्ट फर्मुला अफ फिजिक्सको कन्सेप्ट फर्मुलाहरू, न्युमेरिकलहरू अन्डरस्ट्यान्ड गर्नु पऱ्यो। केमिकल रियाक्सनहरू नेमहरू, केमिस्ट्रीको अन्डरस्ट्यान्ड गर्नु पऱ्यो। त्यसै गरी बायोलोजी र एस्ट्रोनोमीहरूको त्यसरी गर्न सकियो है त। सो अब चाहिँ हामीले सबै कुराहरू भ्यायौँ। यति गर्न सकियो भने चाहिँ तिम्रो कुन थियो प्रब्लमहरू सबै सल्भ हुन्छ। अब सिलेबस त याद हुने भयो हामीलाई, न्युमेरिकल अभियसली याद हुने भयो, केमिकल रियाक्सन आउने भयो, टाइम म्यानेजमेन्ट यो चाहिँ इम्पोर्टेन्ट छ है। त्यो टाइम म्यानेजमेन्ट गर्न सिक्नु पऱ्यो हामीले। अब ग्रुप डीलाई कति मार्क्स कति टाइम दिने, ग्रुप सीलाई कति टाइम दिने, ए र बीलाई कति टाइम दिने भन्ने कुरा चाहिँ हामीलाई याद हुनु पऱ्यो। अब त्यसै गरी स्मार्ट प्रिपेरेसन भनेको यही डेदेखि डे 5 सम्मको डिटेल्ड मैले त्यो दिइसकेँ, रोड म्याप दिइसकेँ। अब त्यही अनुसारले गर्दै गयो भने हामी स्मार्ट वेमा चाहिँ पास हुन सक्छौँ है त। सो अब चाहिँ म्याथको पनि सक्यो, इङ्ग्लिसको पनि सक्यो, अनि साइन्सको पनि सक्यो है त। सो यसरी चाहिँ हामीले गर्न सक्छौँ। सबैजनालाई अल द बेस्ट।